अहिले त देखिन चिलाउँछ कि यो उसको चोपले कति राम्रो मुला खा सुरक्षा मत देखिएको छैन के हुने र हामीले तिमी यस्तो मु गर्नु न यस्तो म कि टप्पु चाहिँ आँप खाइरहेको घाउ नचिनियामा चाल मात्र के भने छतरी पाएर नि त्यसरी कि कोही नदेखे आफ्नै तालमा हिँड्याम जान्छ जल्काइ देख्दैन देखिएछन् पागल रहेछन् काका भन्दैन अघि हामीले त्यो मान्छेलाई कस्तो भनेको थियौँ नि अघि त फोन गर्ने मान्छेलाई फोन गरेर के बनायो त्यसले त आम्न पै त खाइ है अर्को पै खान लाग्यो मन्दी स्वर पनि कस्तो जङ्गलका सब पर्सिनीहरुको खोला खोला के रे चकुले त माटो भरेर गर्नला छ आउनला छ हैन खोला जान लागि हजुर खोला आउनला छ खोला आउन हामी उदो पाउन लाछु भन्छ न खोला यो ड्राइभरलाई उभा हा भन्न छोटे छ खोला आउन लाग्छौ भन्छ यार ड्राइभर मातिर आउनु मातिर ड्राइभरको नम्बर किन राख्नु अन्जु दियो नचिन न खोला कहाँ छ ओरे फला रे युनियर कमाक्स आउनु हुन्छ न मातिर आउनु थोरै तल्तिर राखिन भन्नुहुन्छ नि मातिर मातिर भनियौ के ड्राइभर हो कि भनेर भनियौ के त्यो ड्राइभरको नम्बर किन राख्नु अन्जु फोन गर्ने दिदी फोन गरेर देख्छु मलाई आत्तेही म आइगएँ ह म हुन्छ अलि समय गइजान्छु आउने या भने के त गर आउने भने छिन्केर हो के अन्त हामा झनको दाँत कुडिया छ एउटा त्यसमा भोलि त्यही आउँछ यस्ता गुलिया रहेछन् काच्चैमा हैन कच्चैमा कस्तो मिठो छ पानी हाम्रो आँप त खतरा आँप त तिमीलाई थाहा छैन अझमा हाम्रो कौडी खोला जाने कुछ तर बढ्दै खोला जानु मन लाग्छ हुन्थ्यो सुरक्षा तल्तिर जाने पनि रहेछन् सुरक्षासँग भने के भन्थ्यो भने आशै मम्मी माट ल्याउन जाने भने सरी मैले बिहानबाट जाउँ खोला भनेको थिएँ नि त त्यही भएर भनेको थियो तिमीले भनेन मैले दाइले मलाई भनेको थियो खोला जान दिएन भनिएले सुरक्षाले खोला जा जा खोला जा पौडी खेल जा भन्नु थियो कि दाइले जिस्काएर भाउजूले पठाइदियो नि त अनि जान्छु भने त्यसले भने के थियो आज के दिए त्यो भत्ता के दिए कार्यक्रममा सकिएको थिएन अहिलेसम्म कोही गयो त पोषणको कार्यक्रममा कहाँ गएको थियो माथि गयो छोरी पाउनु भयो दाइले पोषणमा बस्नुलाई के सिकाउनु दाइले बोलाउनु पर्छ त पटुले यस्तो बोलाइल्नु भयो आफ्नो भदैलाई अब यस्तो नाम हालिदिउन कतै पाइन्छ कि भनेर बोलाइल्नु भयो होला त्यही त के भने मैले त्यो उ भन अर्को साल पाउला त छोरी नाम ल्याउँदै गइजानु भयो कि छोरी भल गरान रे के बोले त्यस्तो भन्दा नि अब यस्तो बोलाइल्नु भयो होला नामसम ल्याइदिनु भनेर त नमिले खाना गए कान पेट भित्र त्यही हुन्न यार हाम्रो पिता हामीले भुल्लाइछिन् हिन अहिले लग जाउँ तल त्यो तल साङ्गा तल रमा चोपर म पौडी खेल्न सक्दैन फेरि पछि गाडी आउनु सबै आइजाउँ त त्यसो भए चोपेर माटो लग गइजाउँ न त जान्छ आउँदो त नि हामी त आधा पौडी खेल्ने म टिकटक बनाउने म भिडियो बनाउने म सुरक्षालाई पौडी खेलाउने म हजुर त्यही ट्र्याक्टरमा चढ्दा आइजानु न माटो हाल्नु न हामी त्यही पौडी खेल्छौँ एकछिन पछि आउँछौँ भने मैले हामी अर्को रोडमा आउँछौँ ड्राइभरलाई भनिदिन्छौ भन्छौँ त ड्राइभरलाई माटो हाल्नु लाग्छ भनेर भन्छौ हालिदिन्छ यार कति असल छ सुरेश त्यो एउटा ड्राइभर र म मात्र आउने ऊ पनि आउनु न निखिल पनि अब निखिल त किन आउने भयो त निखिलका अर्को छ त पर उइको ड्राइभर मान्छेसँग आइनुहुन्छ हजुर हामीले त गर्छ बटीलाई गर्छ बटीलाई त्यही पनि त झाउ गर्न त पाला होला हाल्न त हामी दुईटा मात्र हाल्न सक्छौँ कि त माटो हाल्न दिन्छु के कस्ता हात छन् यार हमरा दिया है ल कति फन टु से भाइ वाला है त्यो केही चिज खानेकुरा किन भनी भने नेपालगञ्ज गयो बेला किन होइन
खाने बेला त्यहाँ झगडा पार्नु पर्ने, चोर्न खोज्न पर्ने, नदिने, किन्ने बेला मैले किने पनि त्यो खान नपाइने लौ र सुरेश दिएको कस्तो मिठो रहेछ कता गतेको बुखल मेरोको म खान्छु अनि भुक्क लाग्ला ल रक्सी खाने बेला नुन खाने त्यहीमा चाहिँ त्यस्तै भन्छ यहाँ मलाई। म पानी पिसा पानी पिएर तल पुर्काइ छैन के है खाने पानी छैन त्यो छलुगाएर त्यो गयो आइने गएर काँटा खोला ल्याइदिन्छ गएर त पानी तातो त्यसकोलाई। तातो आज दिन्छ घोडा पानी दिने मैले छैन त्यही खोला पानी दिने भए त्यो लगेर खोला अरे काँटा ल्याउले त नत्र त्यो पानी दुःख गरेर कहीँबाट ल्याउलेर त कहाँ गरेर ल्याउलेर बरु बसी आलु पनि खुलाइ त खानियो त त्यहाँ त आफूलाई ल्याउँदियो त ओराटा एउटा बोतल कस्ता कुरा हाल्नुहुन्छ के। त्यस्तो पाफरेर हुन्छ के त खोला तिरमा बस्ने त्यस्तो पाफरेर न त हुन्छ काँटा त ल्याउने भए त अब त पानी भन्नु न एउटा कुरा काँटा ल्याएर दिन्छ हामीले घरबाट बोकेर ल्याएर दिन्छे। खोलामा कति आउँछन् हाम्रै घर त कति आउँछन् अस्ति मान्छे। खान्छौ भने तातो तातो थियो देखिनौ तिमीले मैले खानु बरु भने। खोला पानी खाने थियो मैले पानी खान नि दिउला मैले खाएँ गएर त्यो तातो पानी खाने भन्दा दिउ खाउँ क्या दिउला। सर मेरो ड्युट पनि अयो चाचा लगेको थियौँ किन अरे लगेको थिएन खानु किन खानै मन लाग्दैन त्यो बेला न जलजली नि खानु भने जलजल त झर्न पाइएन। हिँड्नु यार यो भुलाउनु पर्छ हामीलाई 12:30 1-2 बजी आउनु लाग्यो बादल आइगयो यताउता सारा न घर भाँडा माझ्दा छु न उ गरेको छु कति